हेलो एन्ड नमस्ते साथीहरू, तपाईँहरू सबैलाई स्वागत छ मेरो मिनी ब्लगमा। आशा छ सबैजना सन्चै हुनुहुन्छ होला। तर मेरो त अब यस्तै छ, सन्चो बिसन्चो चलिरहेको छ। अनि आज चाहिँ मेरो मम्मीलाई हस्पिटलमा राखेको नि 11 दिन पुरा भइसकेको छ। सधैँको रुटिन यस्तै नै छ साथीहरू। 11 दिनदेखि मेरो चाहिँ हस्पिटलमा आउने, बस्ने, मम्मीलाई भेट्ने, जाने। अस्ति बुधबार चाहिँ मेरो मम्मीको अपरेसन भएको थियो। त्यतिखेर चाहिँ मेरो मम्मीको अलिअलि हात खुट्टा पनि चलिरहेको थियो कि आज 2-3 दिन भयो केही नि भएको छैन। खुट्टा हात केही चलिरहेको छैन, राम्रोसँग रिस्पोन्स नै देखाउनु भएको छैन। डक्टरलाई सोद्धा चाहिँ ठिक हुन्छ मात्रै भन्नुहुन्छ। अनि हामीहरू चाहिँ हेर्न जाँदा चाहिँ हामीलाई यति दुःख लाग्छ कि कुरै छोडिदिनु के। अनि बाहिर बसिरहेको थिएँ, अनि यसो बाहिर हेरेको त गार्डन देखेँ, अनि मजाले घुम्न पनि गएँ कि म चाहिँ अब के गर्नु होइन, यसो नेचरमा गएर अलिकति मुड फ्रेस हुन्छ कि भनेर गएको। कस्तो राम्रो शिवजीको मूर्ति पनि रहेछ, अनि मजाले वाटरफल नि गराएको रहेछ कि शिवजीको मूर्तिदेखि कस्तो राम्रो थियो। अनि माछा नि थियो यो पोखरीमा चाहिँ सानो सानो। हस्पिटल चाहिँ एकदमै राम्रो छ कि एकदमै राम्रो छ, बाहिरदेखि हेर्दाखेरि एकदम सफा यस्तो राम्रो। अनि यो दिदीले चाहिँ मलाई दुबोमा नटेक्नु है भन्दै हुनुहुन्थ्यो, अनि म चाहिँ डिबोमा टिकिरहेको थिएँ कि मलाई थाहा थिएन। अनि हिँड्ने बाटो बनाएको छ, त्यहाँ हिँड्नु न भन्नुभयो। अनि म चाहिँ हिँड्ने बाटोमा हिँडिरहेँ, घुमेँ एकछिनसम्म, त्यसपछि चाहिँ फर्किएँ। हस्पिटल चाहिँ यति राम्रो छ कि एकदमै सफा, एकदमै राम्रो छ है। तर यो हस्पिटल जतिको बाहिरबाट हेर्दाखेरि सफा राम्रो छ नि, त्यत्तिकै यति महँगो छ कि कुरै छोडिदिनु कि। यो हस्पिटलमा त 1000, 2000, 3000, 5000का कुरै हुँदैनन् कि सिधै 50,000, 1 लाख, 1.5 लाख, 2 लाख सिधै हातमा बिल आउँदासरी थोरैको आउला भनेर नसोचे पनि भयो कि साथीहरू। एकदमै धेरै बिल आउँछ। हामीले त सोचेको नि थिएन कि हामी यो हस्पिटलमा आउँदा यति धेरै खर्च लाग्छ भनेर। अब के गर्नु साथी, आइसक्यो, जसो तसो